मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, म राजनीतिबाट राजीनामा दिन्छु। म यो आग्रह गर्न चाहन्छु। 13 गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेका छु। अरू विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्छु। यो गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ कि यसमा लाखमा होइन हजारमा कर्मचारी, के अरे हजारमा होइन लाखमा कर्मचारी छन्। लाखौं लाख कर्मचारीमा संवैधानिक निकाय, अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु गर्न सक्छ। अनि कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ? त्यसकारण मैले प्रारम्भमै भनिसके, मेरा विरुद्ध राजनीतिक रूपले, नियोजित रूपले, षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ। त्यो त अब खोज्दै जाँदा भेटिएला। परिणाममा त्यो देखिएको छ।